छोरी मान्छेहरू किन रोइरहन्छन्? एउटा कथा छ, मर्मस्पर्शी कथा। यो मैले इन्टरनेटमा भेटे र तपाईको लागि म पढेर सुनाउँदैछु। एकजना बच्चाले आफ्नी आमा रोइरहेको देख्यो र सोध्यो बुवालाई, किन आमा रोइरहनु भएको? बुवाले जवाफ दिए, खै छोरी मान्छेहरू बिना कारण रोइरहन्छन्। बच्चाले बुझ्दै बुझेन र ऊ ठूलो भएपछि उसले एक दिन भगवानलाई सोध्यो, किन छोरी मान्छेहरू सानो कुरामा पनि रोइरहन्छन्? भगवानले जवाफ दिनुभयो, जब मैले छोरी मान्छेहरूको सृष्टि गरेँ तब उनीहरूलाई बनाउँदाखेरि नै मैले सोचेको थिएँ उनीहरूलाई खास बनाउँछु, विशेष बनाउँछु। मैले उनीहरूको काँध निकै नै मजबुत बनाइदिए ताकि दुनियाँभरको बोझ उठाउन सकुन्। उनीहरूका हातहरू निकै कोमल बनाइदिए ताकि सन्तानहरूले आराम महसुस गर्न सकुन्। यति धेरै आत्मशक्ति दिए कि नयाँ जीवलाई धरतीमा ल्याउन सकुन्। यति साहसी बनाइदिए कि गाह्रो भन्दा गाह्रो समयमा पनि चट्टान सरह खडा हुन सकुन्, परिवारको ख्याल राख्न सकुन्। अनि यति संवेदनशील र विवेकी बनाइदिए कि सबैको मद्दत गर्न सकुन्, सबैलाई माफ गर्न सकुन्। र मैले यति समझदार बनाइदिए कि आँखाबाट आँसु खसालेर आफ्नो दुःख आफै नै कम गर्न सकुन्। त्यसैले छोरी मान्छेहरू निकै नै सहनशील हुन्छन्, साहसी हुन्छन्, निकै नै स्मार्ट हुन्छन्, स्ट्रङ हुन्छन्। र जब कमजोर महसुस गर्छन् तब आँखाबाट आँसु बहन दिन्छन् र त्यो बह कम गरेर आफ्नो शिर उँचो बनाएर अघि बढिरहन्छन्। हाउ स्वीट इज द्याट? तपाईँ महिला मित्र हुनुहुन्छ भने तपाईँ एकदम स्ट्रङ हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ। शिर उँचो बनाएर अघि बढिरहनुहोस्। र जो पुरुष मित्र हुनुहुन्छ, तपाईको जीवनमा, तपाईको घरमा छोरी मान्छेहरू कुन अवस्थामा हुनुहुन्छ? जुन घरमा छोरी मान्छेहरू खुशी छन् त्यहाँ शान्ति र खुशियालीको बास हुन्छ। र यो कुरा मन पर्यो भने, अरूले सुन्न पर्छ जस्तो लाग्यो भने पक्का आफ्नोमा शेयर गर्नुहोला र मलाई सुनिदिनु भयो। थ्याङ्क यू भेरी मच।